चाहिँ यस्तो हो यो तामा पलाउँछ तामा पलाएर बाँस जस्तै तामा हुन्छ यो तामा काटेको छ हैन कुरिल्लो भेटिएको छ करौती खामी अनि कस्तो राम्रो जंगल रहेछ हैन यस्तो राम्रो छ मन्दिर ए यहाँ जल लगेर जाम यहाँबाट पानी के यसै पानी नदी का पानी ऊपर नहीं है यहाँ चाहिँ पार्किङ स्पट अब हामी चाहिँ माथि गयो भने पुग्छ सन्तानेश्वर मन्दिर यो भाइराको रस धाइरा हो यो भाइराको रस एकदम मिठो हुन्छ के कुन हुनुहोस् खाने चाहिँ अगाडिको एमा भित्र हो एमा खत अलिअलि त्यो रहेछ एमा छ कस्तो गुलियो रहेछ यसमा छ कि हामी बहुत खान्थ्यौँ क्या नि यार यत्रो छ खै त कसैले युजै गर्दैन यार हामी फाइनल्ली पुग्दैछौँ सन्तानेश्वर मन्दिर भन्छ अब यो डाँडा पुरै हिँडेर जाने हो हामी पुरै हिँडेर जानुपर्छ है त्यो डाँडामा है यो एकदमै हाम्रो नेपालगञ्ज उपमहानगरपालिकाको एकदम फेमस ठाउँ अब पुरै यो दाङतिरको यो पहाड जोडिएको छ एकदमै साइडतिर हेऱ्यो भने होइन पुरै यो चाहिँ नेचुरल मजा हो क्या तराईमा पनि यस्तो पहाडी फिल भनेको चाहिँ यहाँ आउनुपर्छ है सन्तानेश्वर मन्दिर हेर्नु हाम्रो मन्दिर कहाँ हो त्यही कतै छ अब पुरै सुक्खा यता हरियो हुन्छ अनि मान्छेले के भन्छ थाहा छ के भन्छ हेर त त्यो फलानुको सर कति हरियो छ त हरियो हुन सकेनस् भन्छ कि त ठाउँ अनुसार पनि त प्रभाव पर्छ टेन्टहरू त्यो उतापट्टि परिरहेको छ होइन त्यहाँ चाहिँ सुक्यो यतापट्टि त हरियाली भयो ठाउँ अनुसार हुन्छ कि अनि हाम्रो बाबाआमाले कम्पेरिजन चाहिँ पुरा सँगै गरिदिन्छन् कि पाल्नु पर्यो नि त मेरो लागि होइन मन्दिरमा देखाएको